आज हामी परमेश्वरको वचनबाट हेर्नेछौँ। हाम्रो विषय चाहिँ बहुमूल्य मोतीको मूल्य थाहा नभएको व्यक्ति। बहुमूल्य मोतीको मूल्य थाहा नभएको व्यक्तिको विषयमा हामी हेर्नेछौँ। तपाईहरुलाई म परिचय बताउन गइरहेको छु। परिचयले तपाईहरु थाहा पाउनुहुनेछ कि कुन चाहिँ व्यक्ति हो त्यो। त्यसको परिचयले तपाईहरुले सायद छुट्याउन सक्नुहुन्छ होला। उसको नाम चाहिँ मत्तीदेखि प्रेरितको पुस्तकसम्ममा मैले काउन्ट गरेको 22 पटक छ उसको नाम। र उसको जन्म चाहिँ यहुदियाको किरियोत शहरमा भएको थियो। र महत्त्वपूर्ण कुरा ऊ येशूको चेला 12 प्रेरित मध्ये एकजना थियो। त्यसपछि ऊ येशूसँग 3 वर्ष साथै हिँडेको थियो। येशूसँगै येशू जहाँ जानुहुन्थ्यो येशूसँगै जाने, खाने, पिउने, बस्ने, प्रार्थना गर्ने सबै काम गर्नुहुन्थ्यो। येशूसँगै सारा रात प्रार्थना सहित येशूले 12 जना चेलाहरूलाई नियुक्त गर्नुभयो। हामी यहाँ लगभग कति जना छौँ? मोटामोटी कति होला? 25-30 जना हैन, मानौ हैन। येशूको पछाडि भिडको भिड मानिसहरू थियो। तर येशूले सारा रात प्रार्थना गर्नुभयो र 12 जना चेलाहरूलाई नियुक्त गर्नुभयो। हामी सुसमाचार लुका 6 अध्यायमा 12 पदमा हेर्छौँ भने येशू सारा रात प्रार्थना गर्नुभयो। सारा रातभरि प्रार्थना गरेर येशू ख्रीष्टले 12 जनालाई मात्र छान्नुभयो। जसमध्ये 11 जना कहाँको थियो भने गालिलीको थियो र 1 जना यहुदियाबाट थियो। 11 जना गालिली र 1 जना यहुदियाबाट थियो। र यहुदियाको मानिसहरू कस्तो मानिसहरू थियो भने सबै रहनसहनमा उच्च स्तरको, उच्च सम्मानको, उच्च स्तरको, एकदम भरोसा योग्य, विश्वास योग्य गर्ने किसिमको मानिसहरू चाहिँ थियो। कुन शहरको मैले भने यहुदियाको मानिसहरू उच्च स्तरको, एकदमै सम्मान पाउने, विश्वास योग्य, भरोसा भन्छ नि यो ठाउँको मानिसहरू धेरै इमानदार छन्, त्यस्तै थियो। उसको गणना पनि हामीसँग भएको थियो र यही सेवामा त्यसले पनि हिस्सा पाएको थियो। उसको गणना जुन 12 जना चेलाहरू मध्ये भएको थियो प्रेरितको पुस्तकमा हामी हेर्छौँ भने 1 अध्यायमा छ। र ऊ पनि प्रभुको सेवामा हिस्सा पाएको थियो। त्यसपछि उसले धेरै अचम्मका र आश्चर्यका कामहरू प्रभु येशूले गर्नुहुँदा सँगै भएर लाइभ देखेको थियो। त्यसले लाइभ हामी हेर्छौँ नि, युट्युबमा लाइभ, फेसबुकमा लाइभ डाइरेक्ट हामी हेर्न सक्छौँ। तर ऊ चाहिँ त्यस्तो डाइरेक्ट देखेन। येशूसँगै भएर येशू प्रभुले चमत्कार अचम्मका कामहरू गर्नुहुँदा, रोगी बिरामीहरूलाई निको पार्नुहुँदा र 5000लाई 5 रोटी र 2वटा माछाले येशू प्रभुले खुवाउँदा पनि उसले डाइरेक्ट आफै प्रत्यक्ष रूपमा येशूसँगै भएर उसले पनि डाइरेक्ट लाइभ देखेको थियो। प्रत्यक्ष रूपमा उसले देखेको थियो। हामी धर्मशास्त्रमा पाउँछ। र अर्को कुरा के छ भने ऊ येशूको सेवाकायमा पूर्ण रूपमा सहभागी थियो। सेवाकायमा येशू जहाँ जानुहुन्थ्यो सँगै जाने, सँगै बस्ने, सँगै येशू जता जाँदा नि सँगै, कहिले नछोड्ने, येशूलाई कहिले साथ नछोड्ने, सँगै जाने, त्यस्तो थियो। र शारीरिक तवरले ऊ एकदमै प्रभावकारी रूपमा येशूको सेवाकायमा सहभागी भए, एकदमै कार्यरत, एकदम मेहनत लगनशील भएर ऊ हिँड्थ्यो र सेवाकायमा सहभागी थियो। त्यो व्यक्ति चेलापनमा एकदमै निर्माण हुँदै थियो। चेलापनको जुन गुणहरू सिक्ने, बुझ्ने,
प्रार्थना गर्ने एकदमै 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 कि हेर्नमा लाग्छ कि जसले पनि हेरोस् होइन, हेर्नमा लाग्छ कि यसले प्रभुको काम एकदमै आत्मिक रूपले पनि शारीरिक रूपले पनि सारा हृदयले, सारा प्राणले, सारा आत्माले प्रभुको काम गरिरहेको छ भन्ने किसिमको थियो। तर ऊ भित्र हृदयबाट परमेश्वरको दर्शनमा चाहिँ सहभागी थिएन। हेर्नुहोस्, भित्री हृदयबाट परमेश्वरको दर्शनमा चाहिँ ऊ सहभागी थिएन। सँगै जाने, सँगै पिउने, सबै कुरा यसुसँगै गर्ने, तर भित्री हृदय हुन्छ नि, त्यो हृदयबाट चाहिँ उसमा हृदयबाट सहभागी थिएन। देखावटी रूपले मात्रै ऊ थियो। भित्री हृदयबाट ऊ कस्तो थियो भने एकदम शून्य अथवा खोक्रो, खाली, हात लागि जिरो भन्छ नि हामी, जिरो थियो। भित्री हृदयमा एकदमै जिरो थियो। सबैको अगाडि एकदमै लाग्छ कि यो एकदमै धर्मी हो, धर्मी व्यक्ति बन्ने, तर अरूको अघि मात्र ठिक पर्ने, राम्रो गरेर देखाउने स्वभावको चाहिँ ऊ चाहिँ थियो। त्यो मानिस को हुन सक्छ? धन्यवाद तपाईहरुको जवाबको लागि। परिचयले बुझ्नुभयो। त्यो व्यक्ति अरू कोही नभएर येशूको आफ्नै चेला, येशूले सारा रात प्रार्थना गरेर छान्नु भएको चेला थियो। आफ्नै चेला, आफूले माया गरी चुनेर ठुलो आशा र भरोसा साथ छान्नु भएको येशूको चेला यहुदा इस्करियोत थियो। उसँग को हुनुहुन्थ्यो? यहुदा इस्करियोतसँग को हुनुहुन्थ्यो? को हुनुहुन्थ्यो यहुदा इस्करियोतसँग? हामी हेर्छौँ भने उसँग संसारकै सबैभन्दा असल पास्टर अथवा असल गोठालो हुनुहुन्थ्यो। येशू प्रभु हुनुहुन्थ्यो। उसँग संसारकै सबैभन्दा असल अगुवा हुनुहुन्थ्यो। असल शिक्षक हुनुहुन्थ्यो। परमेश्वरको बारेमा शिक्षा दिनुहुन्थ्यो येशू प्रभुले। अथवा हामी संसारको सबैभन्दा एउटा असल मित्र येशू प्रभुसँग हुनुहुन्थ्यो। र ऊ आफैमा केही पनि थिएन, तर पनि ऊसँग स्वर्ग र पृथ्वीको मालिकको उपस्थिति थियो। तर उसले पहिचान गर्न सकेन, उसले चिन्न सकेन। स्वर्ग र पृथ्वीलाई बनाउनु हुने परमेश्वर उसँगै थियो, तर उसले, यहुदा इस्करियोतले येशू प्रभुलाई चिन्न सक्नु भएन, चिन्न सकेन। सबैभन्दा बहुमूल्य कुरा के हो? उसँग थियो, तर ऊ सबैभन्दा दरिद्र, भित्रबाट एकदमै शून्य थियो। खोक्रो भन्छ बाइबलले, खोक्रो चिहान जस्तै उसको हृदय थियो। समस्या के थियो त? यीशु ख्रिस्टले के 12 जनालाई छान्नु हुँदा कि यीशु ख्रिस्टले मिस्टेक गर्नुभयो कि? त्यो थियो त? थिएन। यीशु ख्रिस्टले चुन्नु हुँदा के गलत व्यक्तिलाई येशू प्रभुले चुन्नु भयो त? होइन। यीशु ख्रिस्टको छनौटमा गलत थियो त? त्यो पनि थिएन। कि यीशु ख्रिस्टले गलत शिक्षा दिनुभयो कि? यीशु ख्रिस्टले गलत अगुवापनमा हुर्काउनु भयो कि? त्यो पनि होइन। समस्या ऊ आफै थियो। समस्या येशू प्रभु समस्या सिर्जना गर्नु भएन। चेलामा आफैमा समस्या थियो। समस्या ऊ भित्र आफै समस्या थियो। ऊ आफैलाई कहिले पनि बदल्न चाहदैन थियो। सँगै जाने, सँगै हेर्ने, जे पनि गर्दा एकदमै सब चीज गर्ने। बाइबल विद्वानले के भन्दछ भने येशू ख्रिस्टलाई सबैभन्दा बढी प्रेम गर्ने चेला को थियो? यूहन्ना। येशू ख्रिस्टलाई सबैभन्दा बढी प्रेम गर्ने चेला यूहन्ना दाहिनेतिर बस्थ्यो भने यहुदा इस्करियोत देब्रेतिर बस्थ्यो। कि मतलब जहाँ जाँदा पनि, जे गर्दा पनि त्यति नजिक थियो हामी हेर्दै, तर भित्रबाट त्यति नजिक थिएन। सँगै जाने, सँगै हेर्ने, त्यसले केही प्रभाव पार्दैन। धेरै लामो समय बसेर पनि केही त्यस्तो प्रभाव पार्दैन। कुनै त्यसको सरोकार हुँदैन त्यो उसमा। परिणाम के भयो? धर्मशास्त्र बाइबलमा हेर्छौँ भने त्यसको परिणाम के भयो?
परिणाम एक दुईटा भन्नुहोस्, तपाईँहरू बोल्न पनि सक्नुहुन्छ। परिणाम के भयो त्यसको? हो, चोर थियो र ढुकुटीबाट पैसा चोर्थ्यो। अरू के भयो परिणाम? हजुर, प्रभुलाई बेचिदियो। कति सेकलमा? कति? 30 मा बेचिदियो। अन्त्यमा ऊ दुष्ट, छली र धोकेबाज भएर निस्क्यो र आत्महत्या गर्यो। प्रेरितको पुस्तक 1:18 अनुसार ऊ संसारको सबैभन्दा बहुमूल्य मोतीलाई उसले के गर्यो? गुमायो, चिन्न सकेन। प्रभु येशूलाई उसले चिन्न सकेन। परमेश्वरको महान सेवकाई गर्ने अवसर थियो उसको, तर त्यो अवसर पनि उसले गुमायो। येशूको चेला भई उहाँको मिसन सारा संसारभरि सबै जातिका मानिसहरूलाई सुसमाचार सुनाउने अवसर पनि उसले गुमायो। अर्को के गुमायो त? मुक्ति, उद्धार पनि गुमायो। उसले सबै कुरा पाएको थियो, तर अन्तमा सबै कुरा उसले गुमायो। पाएको थियो, येशू प्रभुले दिनुभएको थियो, तर सबै कुरा उसले चाहिँ गुमाइदियो। उसले प्रभुलाई प्रभु भनेर राम्रोसँग चिन्न सकेन, जान्न सकेन। ऊ येशूद्वारा उहाँको राज्यमा सेवाकाई गर्न पूर्ण तालिम प्राप्त चेला थियो। तालिम प्राप्त चेला। कतिजना हामी पनि तालिम लिइरहेका छौँ, हैन? कतिजनाले तालिम दिइराख्नु भएको होला, तर यो यहूदा इस्करियोत तालिम प्राप्त चेला थियो। 12 जना मध्ये 1 जना मध्ये तालिम प्राप्त, तालिम लिएको, सँगै येशू प्रभुसँगै सिक्ने तालिम प्राप्त चेला थियो। तर उसले सिकेको र जानेको सबै कुरा राज्यको, परमेश्वरको राज्यको सेवाकाईमा खर्चिन सक्थ्यो, दिन सक्थ्यो, तर उसले त्यो पनि अवसरलाई गुमाइदियो। अरू के भयो त? ऊ परमेश्वरबाटको इनाम प्राप्त गर्न नजिक थियो, तर त्यो इनाम पनि उसले लिन चाहेन। इनाम पनि उसले गुमायो। उसले प्रभु येशूबाट अन्तिम क्षणसम्म आफूलाई बदल्ने अवसर पाएर पनि आफूलाई बदल्न चाहेन, यो पनि गुमायो। येशू प्रभुले चाहनुहुन्थ्यो कि यो मानिस आफैलाई बदलोस् भनेर येशू ख्रीष्टको इच्छा थियो। येशू प्रभुले चाहनुहुन्थ्यो कि यो मानिस कमसे कम आफ्नो हृदय यसको बदल्न सकोस्। त्यो मौका बारम्बार येशू प्रभुले दिनुभयो। मौका, सँगै हिँड्नु, सँगै बस्नु, येशू प्रभुले एउटा मौका दिनुभयो कि यो मानिसले आफ्नो हृदय बदलोस्, आफ्नो भावना बदलोस्, विचार बदलोस्। तर उसले केही पनि बदल्न चाहेन, आज्ञाकारी भएन, बदल्न चाहेन, केही पनि बदल्न चाहेन। र उसले विश्वासघात गर्यो। मत्तीको पुस्तक 26:25 एकजनाले पढिदिनुहोस्। सुसमाचार मत्ती 26:25 पद। सँगै बस्ने उसले पनि आमेन भनेको छ, हालेलुया भनेको छ, जय प्रभु यीशु सबै भनेको छ, तर उसले आफूलाई कहिले बदल्न चाहेको छैन भित्री हृदयबाट। सँगै बस्ने, प्रार्थना गर्ने, सबै कुराहरू हेर्ने, चङ्गाइहरू गरेको पनि हेरेको छ उसले। 5000 मानिसहरूलाई खुवाउँदा पनि उसले देखेको छ। अन्धा लङ्गडोहरूलाई निको पारेको पनि देखेको छ। पक्षघातीलाई निको पारेको सबै कुराहरू उसले देखेको छ, तर ऊ चाहिँ भित्री हृदयबाट चाहिँ उसको हृदय टाढा छ र उसले विश्वासघात गरेको छ। विश्वासघात यो यस ठाउँमा हामी हेर्छौँ भने यो एउटा येशूको चेलाको जीवनबाट हामी के सिक्छौँ भने यसबाट हामी पनि कोही 10 वर्ष, कोही 20 वर्ष, कोही 30 वर्ष, जति वर्ष तपाईँ सेवाकाई गर्नुभयो त्यसले कुनै सरोकार पार्दैन। हामी यसबाट हेर्छौँ भने कि येशू ख्रीष्टलाई उनीहरू सँगै देख्यो, सँगै हेऱ्यो, सँगै डुल्यो, तर पनि उसले आफ्नो जीवन चाहिँ परिवर्तन गर्न चाहेन। सबै देख्दै पनि, हेर्दै पनि उसले आफ्नो जीवन, आफ्नो हृदय चाहिँ परिवर्तन गर्न चाहेको छैन। समयले, वर्षले कुनै फरक पार्दैन।
समयले, वर्षले, दिनले कुनै फरक पार्दैन। येशूले चाहनुहुन्छ कि आफ्नो हृदय, आफ्नो मन परिवर्तन भएको चाहनुहुन्छ। प्रभु येशूलाई थाहा थियो कि उसले धोका दिन्छ भनेर, तर पनि अरू चेलाहरूलाई जस्तो समान व्यवहार गर्नुहुन्थ्यो। जहाँ जाँदा पनि उसलाई पनि लानुहुन्थ्यो येशू प्रभुले। उसको सबै दुष्ट कुरा गुप्तमा राखी अन्तिमसम्म पनि आफूलाई बदल्छ कि वा आफ्नो जीवन परिवर्तन गर्छ कि भनेर येशू प्रभुले एकदमै आशा राख्नुभयो, तर उसले आफूलाई बदल्न सकेन। हामीले प्रभुको सेवकाई गर्दा आफ्नो सम्पूर्ण जीवनबाट, भित्री हृदयबाट हामीले परमेश्वरमा चाहिँ समर्पण गर्नु एकदमै आवश्यक छ। महिना, दिन, वर्षले कुनै फरक पार्दैन। तपाईँ जहाँ बसे पनि पुरा भित्री हृदयले परमेश्वरमा समर्पण गर्नुहोस्, आफ्नो हृदय, आफ्नो जीवन अनि सेवकाई गर्नुहोस्। र अर्को कुरा हामी हेर्छौँ भने यो के पाउँछौँ भने यो यहूदाको जीवनबाट भोलिको निम्ति मलाई यो चाहिन्छ भनेर कुनै पनि सानो कुरा साँचेर राख्नु हुँदैन। उसले के गर्यो? पैसा ट्याक्क हैन राखेको छ नि। अहिलेको समयमा के को काम गरेको छ? यहूदाले पैसा राख्ने के को काम? खजान्ची हैन, कोषाध्यक्ष भन्छ हैन, काम गरेको छ। तर उसको हृदय चाहिँ छैन परमेश्वरपट्टि। उसले जम्मा गरी राखेको छ त्यो कुराहरू। यस संसारमा हाम्रो केही पनि छैन, सबै थोक कसको हो? परमेश्वरको। र हामी परमेश्वरकै हौँ, सबै थोक परमेश्वरकै हो। र उसले त्यो कुरा राम्रोसँग बुझेन। हामी प्रभुको निम्ति गरेको हरेक कुरा प्रभुको नजरमा अति नै महत्त्वपूर्ण हुन्छ। हामी जे गर्छौँ परमेश्वर पिताको नजरमा एकदमै महत्त्वपूर्ण हुन्छ। यसकारण हामी जहाँ हुँदा पनि, सङ्गति गर्दा पनि, सेवकाईमा जहाँ हिँड्दा पनि हामी प्रभु सारा हृदयले, सारा प्राणले, सारा आत्माले हामीले गर्नु आवश्यक छ। येशू प्रभुले त्यही भन्नुभयो। तैँले परमप्रभु आफ्नो परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा आत्माले प्रेम गर्नु। सुसमाचार मत्ती 22 अध्यायमा 37-38 हामी पाउँदछौँ। र निर्धक्क भएर हामी यो भन्न सक्यो, प्रभु हो प्रभु, म तपाईँलाई चिन्छु। त्यस्तो भन्ने हामी चाहिँ हुनुपर्छ। निर्धक्क भएर भन्न सकौँ, प्रभु म तपाईँलाई चिन्छु भन्ने प्रकारको हामीमा हुनुपर्छ। अन्तिम जब समय आउँछ ऊ आफै पर हट्दै हैन देखाउँछ, पक्राउने समयमा देखाउँछ त्यही मान्छे हैन। कस्तो गर्छ? सँगै बस्ने, सँगै हेर्ने, सबै कुरा सँगै गर्ने, तर लास्टमा परिणाम त्यस्तो आउँछ, विश्वासघात गर्ने, धोका दिने। येशू प्रभुले के त्यस्तो चाहनुहुन्छ? चाहनुहुन्न। आत्मा समर्पण गरेको, सारा हृदय समर्पण गरेको येशू प्रभुले तपाईँ र मलाई पनि मौका दिनुहुन्छ कि मेरो छोरा, मेरो छोरी आफ्नो हृदय परिवर्तन भएको येशू प्रभु चाहनुहुन्छ। हामी आफूले आफूलाई जाँचेर हेरौँ कि हामी येशू प्रभुसँग भित्र हृदयबाट नै सँगै छौँ त? भित्र हृदयबाट के हामी सँगै छौँ त प्रभुसँग? कि बाहिर देखावटी मात्रै हो? यहाँ हेर्छौँ भने ऊ बाहिरी देखावटी मात्रै थियो कि सबैले एकदमै राम्रो भनोस्, धर्मी भनोस्, त्यस्तो प्रकारको थियो देखावटी। तर प्रभुले तपाईँ र मलाई हेर्दाखेरि कस्तो हेर्नुहुन्छ? हामी आफ्नो हृदयलाई जाँच्नु एकदमै आवश्यक छ। एउटा अझ वचन पढेर हामी अन्तिम गर्नेछौँ। सुसमाचार प्रेरितको पुस्तक 1 अध्यायको हामी परिणाम हेरौँ, त्यसपछि हामी अन्तिम गर्नेछौँ। तपाईँहरूलाई थाहा छ मजाले यहूदा इस्करियोतको बारेमा। प्रेरितको पुस्तक 1 अध्याय यसको 18 पद, जसले पाउनुभयो त्यसले पढिन सक्नुहुन्छ। यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो र ठुलो मुल्को भए खस्यो। तर परमेश्वरले उसलाई धर्म र न्याय गर्नलाई नियुक्त गर्नुभयो। यसकारण उसले धर्म र न्याय गर्नलाई आफूलाई तयार पार्यो। यसकारण उसले धर्म र न्याय गर्नलाई आफूलाई तयार पार्यो। यसकारण उसले धर्म र न्याय गर्नलाई आफूलाई तयार पार्यो।
र त्यसको भुँडी फुट्यो र त्यसका सबै आन्द्रा भुँडी निस्के। यहाँ हेर्छौँ भने हामी परिणाम रिजल्ट के भयो भने कुरा हामी यहाँ देख्न सक्छौँ, हेर्न सक्छौँ। निष्कर्षमा के भयो भने यसु प्रभुले मौका दिनुभयो, मौकालाई अवसरलाई अवसर उसले मानेन। यसु प्रभुलाई प्रभु भनेर उसले मानेन। सँगै हिँड्यो, सँगै डुल्यो, प्रार्थना गर्यो, सबै कुरा गर्यो, तर उसले अवसरलाई चाहिँ अवसर मानेन। परमेश्वरको वचनलाई, यसुको वचनलाई पनि उसले वचन मानेन र परिणाम चाहिँ उसको मृत्यु भयो। हामी यहाँ हेर्न सक्छौँ। त्यसकारण हामी प्रभु येशूलाई नजिकबाट हामी चिन्न सकौँ, आफ्नो हृदयबाट प्रभुसँगै भएर हामी काम गर्न सकौँ। प्रभुले यही चाहनुहुन्छ। हुन्छ, छोटो समय वचनको म यही राख्दछु। हुन्छ, जय मसीह।